सुकृति बहिनी आजभन्दा 20 दिन अगाडि आउनुभयो है। अहिले उपचारपछि कस्तो भयो? अहिले हाम्रो कनको कुरा, खिरको कुरा, मैले कनको एउटा सानो क्लिप हालेको थिएँ। त्यसको उपचार गर्ने तरिकाहरू र होमियोपेथिक ट्रिटमेन्ट छ भनेर थाहा पाउनुभयो कि उहाँ आउनुभएको छ। पहिला काट्नु भएको थियो यसको? दुईचोटि काटिसकेपछि तपाईँले अलिक गाह्रो भयो है। अहिले 20 दिनपछिको उपचारपछि कस्तो भयो? ट्रिटमेन्ट औषधि खाएपछि कस्तो चेन्जेस आयो तिम्रोमा? त्यो खाएपछि चाहिँ त्यो कन चाहिँ सफ्ट भएको छ अनि हिँड्दाहरू उस गर्दा पनि त्यति दुख्दैन। कन एकचोटि हेरौँ त तिम्रो। सफ्ट भएको छ। 20 डेजको उपचारपछि चाहिँ उहाँहरूको इम्प्रुभमेन्ट चलेछ। केही समय लाग्छ यो सफ्टनेस हुनुको लागि। र पहिलाको जस्तो जुन पोइन्ट चाहिँ अहिले छैन, सफ्ट भएको छ, खुट्टाले देख्ने र हिँड्न अलिक सजिलो भएको छ। केही समयमा त औषधि कन्टिन्यू गर्नु होला। थ्याङ्क यू।